हेलो गाइज नमस्ते एन्ड वेलकम छ हाम्रो युट्युब च्यानलमा। आज चाहिँ हामी चाहिँ न्यू लोकेसन है, यहाँ चाहिँ अहिलेसम्म चाहिँ हाम्रो चाहिँ 3-4 जना भन्दा आएको छैन यो लोकेसनमा चाहिँ। अहिले चाहिँ हामी माथि हुनुहुन्छ काका अनि अब्दुल, हामी 3 जना भएर चाहिँ आज यो लोकेसन आएको। लोकेसन चाहिँ यस्तो छ गाइज होइन, यहाँ भर्खरै आएको एउटा माछा परिहाल्यो यहाँ कप्पर मासिदिएको चाहिँ होइन, चट्ट खेलेको चाहिँ आन्द्रामा हो। यहाँ चाहिँ एकदम गहिरो छ कि, यो चाहिँ एकदम गहिरो छ अनि खोजहरू पनि रहेछ कि यो भित्र होइन, टन्नै खोज रहेछ। माछा चाहिँ परिरहेछ, अब्दुल उहाँ हाँसिरहेछ, काकाले नि एउटा हान्नु भयो जस्तो लाग्थ्यो। अब हेरौँ के कस्तो कस्तो हुन्छ, यसो लाइक एन्ड सेयर पनि गरिदिनु होला र सब्सक्राइब गर्नुभएको छैन सब्सक्राइब पनि गरिदिनु होला। पर्यो स्मल आगे स्मल वाला माछा राख्नु ठाउँ गएको एउटा एकदम रहेछ, परेछ ए लागेछ त लागेछ छैन, तिमी आन्द्रामा खेल्नु भएको हजुर, धमिरामा खेल्नु भएको ला होइन छैन है। माछा लाग्यो अरे हाम्रो यता 2टा परिसक्यो, लागेको बिचरा एउटा पनि परेन अरे, के गर्नु त अब। चट्ट चिया खानु पऱ्यो, काकाले चिया हालेर ल्याहा। चिउरा खानु छ है अस्ति ओ भाइ साहब चिया नापी ब्ल्याक टी।
अझै आन्द्रामा है भित्रै हिँडेछ एकचोट घाँच जाने थियो साथीले फुस्किरहेको यार गो फुस्क्यो गाइस फुस्क्यो आन्द्रा ब्रोइलर कुखुराको आन्द्रा हान्नुपर्छ है गाइस बोला ठिक हुन्छ नि त्यो चाहिँ अलिक कमल हुन्छ नि त यो लेसहरूको अलिक हुन्न ब्रोइलर कुखुराको चाहिँ एकदम बेटर हुन्छ है फेरि कसैले फेरि त्यो आन्द्राल्यान्ड ठाउँमा चाहिँ लेस हालिदिन्छ लेस हाल्यो भने पर्नु पर्छ साह्रो हुन्छ क्या मलाई खासै पर्दैन अलिक ढिलो पर्छ पर्दा पर्छ नपर्ने होइन एकदम ढिलो पर्छ कि यसमा चाहिँ छिटो परिहाल्छ अझै यो चाहिँ टक्क के गर्नु चाहिँ टक्क बिहान ल्याउने काका उहाँ बसेर खेल्नु न यहाँ छ अनि बिहान ल्याउने चट्ट दिउँसो घाममा चाहिँ 11-12 बजे घाममा यसो राखिदिनुपर्छ 1 घन्टा जति हल्का गल्छ कि अनि स्मेल आउँछ अनि हरिप लाउँछ कि माछा त्यसमा चाहिँ म चाहिँ खोइ काकाले 1 हप्तामा राखेको भन्थ्यो कि अब हेरौँ आज एउटा चाहिँ लगभग 1.5 किलोको अनि यताउता गरेर लगभग 2 किलो पियो कि जस्तो लागेको माछा चाहिँ मेरो अन्दाज है हजुर काका कहाँबाट त्यहाँबाट हान्नुहुन्छ उहाँ झर्न हान्नु न काका सजिलै हो त त्यहाँ त खुसी हो नि काका भर्खरै गाइस खाएको पनि पर्यो एउटा 1 किलोको छोइ पनि मेरो नि हान्दाखेरि रड लैजाँदाखेरि हेलो ल काम ल काकाको नि परेको अब तिलको कता ल एकजनाले नि तलबाट त एकजनाले नि मिल्छ काका मेरो चाहिँ फेरि पिन्टुरे पऱ्यो एउटा अझै हामी काका भतिज मिलेर दह्रो मार्नुपर्छ काका ल गयो पनि ठिकै छ त बल्छी त काका ठिकै छ किन फुस्किरहेको माछा
साह्रो बसिरहेछ साला त खुट्टा त खाएर पो बसेछ खाएर त्यहाँ चाहिँ अहिले माछा लाउनु छोड्यो अलिकति माथि जाँदैछु यहाँ पनि लाउने के अरे भन्छ क्या त भाइहरूले अर्को भाइहरूले त्यो त गयो यहाँ हेर्नु पऱ्यो थाहा पाइहाल्छ अब त अर्को के अरे ढुङ गर्छ छैन माछा मेरो त भयो होला 2 किलो 2.5 किलो यहाँ कुनै मान्न लाग्छ कि कहाँ लुक्यो है मान्छे कुनो काप्चामा ल्याउँदैछ सानो माछा पनि परेन यार फुस्क्यो गयो माछा गयो स्याउले के हो ठुलो हानेछ अनि यत्रो ठुलो कपर मासु कोरा कम्पनी अब चाहिँ जाने रे काकालाई नै भोक लाग्यो होला 12:30 भयो अब चाहिँ निस्क्यो यता पारि आएको यता एउटा पऱ्यो ठुलो निस्कनु पऱ्यो मुठी भएको अब चाहिँ निस्किनु पऱ्यो घाम छ म त शीतलमा बसेर खेलेको के अरे काका चाहिँ छाता ओडी बसे निस्किनु पऱ्यो माछा तपाईँलाई किन देखाएको पारिको है पारिको माछा खाइदिनु होला ल गाइस अब चाहिँ बन्द गर्न लाग्यो इन्सान हजुर मलाई त चिन्नु भएर धेरै नै हुन्छ आजका यस चाहिँ मै छु हाम्रो काका सेकेन्ड होइन यो चाहिँ मेरो लगभग 2 किलो होला है काका यो मेरो लगभग 2 किलो काकाको 1 किलोको एउटै छ के देखाउनु होला है यो चाहिँ
ल ओके बाई बाई गाइस र हाम्रो यसो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद र के मिलेन यसो भनिदिनु होला कमेन्ट गर्दा त्यसलाई हामी सुधारिन्छौँ ओके बाई बाई अहिले यति नै छ माछाको मलामी धेरै दिनपछि हन्टरले आज पर्छ हन्ट गरेर ल्याएछ धेरै दिनपछि